अब मलाई बुढै देख्न मन छ भने त 20-25 वर्ष पर्खिनुहोस् न भाइ, पर्खिनुहोस् न। बुढो नभई त मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ तर 20-25 वर्ष पर्खिनुहोस् न। किन हतार त? हतार गरेर हुन्छ, हतार गरेर हुँदैन। 20-25 वर्ष पर्खिनुहोस्, 30 वर्ष पर्खिनुहोस्। अहिले त मेरो बुवा हिँड्दै हुनुहुन्छ लौरो नटेक भनेर। खास गरी कृषि क्षेत्रमा घरमा अब मलाई रहँदाको बुढै बखतमा देख्न मन छ भने त 20-25 वर्ष पर्खिनुहोस् न भाइ, पर्खिनुहोस् न। उहाँको चाहिँ अवकाश बुढो नभई त जीवन मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ तर 20-25 वर्ष पर्खिनुहोस्। किन हतार त? हतार गरेर हुन्छ, आगामी योजनाहरू चाहिँ हतार उहाँले गरेर हुँदैन। 20-25 वर्ष पर्खिनुहोस्, 30 वर्ष पर्खिनुहोस्। अहिले त मेरो बुवा हिँड्दै हुनुहुन्छ लौरो नटेक भनेर। प्राप्त गर्नको लागि हामी हार्दिक शुभकामना अब दिन मलाई बुढै चाहन्छौँ। देख्न मन छ भने त हाल चाहिँ उहाँ 20-25 वर्ष एकदम यो अहिले पर्खिनुहोस् न बिहानको भाइ, यस्तो राम्रो मौसममा चाहिँ आफ्नो करेसाबारीमा पर्खिनुहोस् न। बुढो नभई त मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ तर 20-25 वर्ष पर्खिनुहोस् न। किन हतार त? हतार गरेर हुन्छ, नौगेडीहरू चाहिँ यहाँ रोप्नु हतार गरेर भएको छ हुँदैन। भने 20-25 वर्ष पर्खिनुहोस्, 30 वर्ष पर्खिनुहोस्। यसको मतलब अहिले त जस मेरो यहाँनिर बुवा चाहिँ हिँड्दै हुनुहुन्छ उहाँले चाहिँ लौरो अब नटेक हामीलाई भनेर। काम लाग्ने चिजहरू भोलि चाहिँ आफ्नो बारीमा उत्पादन अब मलाई गरेर बुढै देख्न मन छ भने अर्ग्यानिक 20-25 वर्ष पर्खिनुहोस् न भाइ, कुनै किसिमको चाहिँ असर गर्दैन। पर्खिनुहोस् त्यसको न। लागि चाहिँ सायद उहाँले तयारी गरेर राख्नु बुढो भएको नभई छ। त मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ तर 20-25 वर्ष राम्रो कुरा पर्खिनुहोस्। पनि हो यो किन चाहिँ हतार त? अन्य हतार गरेर हुन्छ, कृषकहरूको लागि पनि यो हतार गरेर हुँदैन। 20-25 वर्ष उत्प्रेरणाको पर्खिनुहोस्, 30 वर्ष पर्खिनुहोस्। तसर्थ अहिले त मलाई मेरो चाहिँ बुवा फेरि पनि हिँड्दै हार्दिक हुनुहुन्छ शुभकामना। लौरो नटेक भनेर। अब मलाई बुढै देख्न मन छ भने त 20-25 वर्ष पर्खिनुहोस् न भाइ,